8500 एमआरपी भएको स्मार्ट वाच खरिद गर्दा 50% भन्दा बढी डिस्काउन्ट पाउनुहोस् र त्यही खरिदमा तपाईहरुले एयरपोर्ट प्रो सेकेन्ड जेनेरेसन 2000 रुपैयाँ पर्ने यो फ्रीमा पाउनुहोस्। 8500 पर्ने स्मार्ट वाच किन्दाखेरि 50% भन्दा बढी डिस्काउन्ट पनि पाउनुहुनेछ र 2000 बराबरको एयरपोर्ट प्रो त्यो पनि एकदम हाई एन्ड क्वालिटी टप नच क्वालिटीमा फ्रीमा पाउनुहुनेछ। तपाईहरुलाई यस्तै ग्याजेट सम्बन्धी रिभ्यूहरु मन पर्छ र तपाईहरुलाई ग्याजेटहरु खरिद गर्ने प्लानमा हुनुहुन्छ त्यो पनि होलसेल मूल्य भने यो च्यानललाई सब्स्क्राइब गर्नुहोस् किनकि धेरै भन्दा धेरै डिस्काउन्ट अफर र ग्याजेट सम्बन्धी सम्पूर्ण नलेजहरु यही च्यानलमा आउँछ। त्यसकारण यसलाई फलो गरेर नोटिफिकेसन थिच्नु होला ताकि तपाईहरुले सम्पूर्ण ग्याजेट सम्बन्धी लेटेस्ट टेक्नोलोजी र डिस्काउन्ट मूल्यमा सबैभन्दा सस्तो ग्याजेट चाहिँ यही पाउनुहुनेछ। यो सपिङमा पाउनुहुनेछ। क्वालिटीको हाम्रो चाहिँ एकदम बेस्ट क्वालिटी इजी सपिङ जस्तो नाम त्यस्तै काम क्वालिटी नै हाम्रो पहिचान हो। त्यसकारण तपाईहरु दुःखका साथ हाम्रो ग्याजेट खरिद पनि गर्न सक्नुहुन्छ टेक्नोलोजी सम्बन्धी बुझ्न पनि सक्नुहुन्छ। त्यसकारण च्यानललाई सब्स्क्राइब चाहिँ गरिहाल्नु होला। आउनुहोस् तपाईहरुलाई म अब यो ग्याजेटको यो स्मार्ट वाचको रिभ्यू गरेर देखाउँछु र तपाईले कस्तो एयरपोर्ट पाउँदै हुनुहुन्छ एयरपोर्ट प्रो सेकेन्ड जेनेरेसन त्यो पनि खोलेर देखाउँदैछु। आउनुहोस्। यसलाई हामी अनबक्सिङ गर्दैछौँ खोल्दैछौँ प्लास्टिक कभरलाई हामी ओपन गर्दैछौँ। यो नोइजको इन्डियन कम्पनीको इन्डियन ब्रान्डमा रहेको छ भने तपाईहरुले मजाले तपाईले यहाँ फिचरहरु पनि हेर्न सक्नुहुनेछ। 1.4 टच डिस्प्ले स्क्रिन भयो मल्टी स्पोर्ट्स भइहाल्यो 10 डे ब्याट्री ब्याकअप ब्लड अक्सिजन अनि त्यो आई वाटरप्रुफ भइहाल्यो तपाईको हार्ट रेट मोनिटरिङ सबै भइहाल्छ। तपाईहरुले इन्डियाज नम्बर 1 भनेर यहाँ पनि देख्न सक्नुहुन्छ इन्डियन नम्बर 1। हजुरहरुले यहाँ कनेक्ट गर्न नोइज फिट भन्ने एप्लिकेसन डाउनलोड गर्न सक्नुहुन्छ गुगल र एप्पल स्टोरमा। आइफोन र एन्ड्रोइड दुईटैको लागि हुन्छ भने यसमा तपाईको साइजहरु सबै सम्पूर्ण डिस्क्रिप्सन देखाएको छ। हजुरले यसलाई पढ्न पनि सक्नुहुन्छ भने यसलाई हामी खोल्दै छौं। यसमा हजुरहरुले खोल्दाखेरि हजुरहरुले यसमा चाहिँ नोइजको वारेन्टी कार्ड पाउनुहुनेछ भने कम्पनी वारेन्टी कार्ड पाउनुहुनेछ भने ऋषभ पन्तको ब्रान्ड एम्बेसडर रहनु भएको छ ऋषभ पन्त भने नोइजको स्टिकरहरु पनि तपाईहरुले यहाँ पाउन सक्नुहुनेछ भने वाचलाई चाहिँ यसरी तपाईहरुले खोलेर ट्याक्क बक्सबाट निकाल्न सक्नुहुनेछ भने यसमा नोइजको स्लोगन पनि रहेको छ भने हजुरहरुले नोइजको ब्रान्डिङ पाउनुहुनेछ भने यसमा तपाईहरुले म्याग्नेटिक चार्जर पनि पाउनुहुनेछ। USB 2 म्याग्नेटिक पिनवाला चार्जर पाउनुहुनेछ। तपाईले घडीमा ट्याक्क जोडेर गर्नुहुनेछ। हजुरहरुले बक्समा के हुन्छ भनेर देखि नै हाल्नु हो। अब तपाईहरुलाई हामी यसको फिचरहरु के छ त भनेर वाच अन गरेर नै देखाउनेछौँ। त्यसकारण तपाईहरु हामीसँगै रहनु होला। हामीले वाचलाई अन गरेर के फिचरहरु छ र हामी यो एयरपोर्ट चाहिँ तपाईहरुले कसरी फ्री पाउनुहुन्छ त भन्ने कुरा पनि यसमा देखाउँछौँ। त्यसकारण हामीसँगै रहनु होला। स्टिकरलाई चाहिँ हामी ट्याक्क निकाल्छौँ भने हामीले यहाँ रहेको बटनलाई थिचेर यसलाई अन गर्नुपर्ने हुन्छ। यसरी नोइज भनेर खुल्छ भने तपाईहरुले एप डाउनलोड गर्नलाई यसलाई यो क्यूआर स्क्यान पनि गर्नुपर्ने हुन्छ। हजुरहरुले एप स्क्यान गरिसकेपछि खुल्छ भने यसको मोडल नेमहरु कलर फिट प्लस भनेर पनि देख्नुहुन्छ भने यसमा तपाईको सम्पूर्ण फिचरहरु आउँछ है त। अब यसलाई एप्लिकेसनमा कनेक्ट गरेर म देखाउँदै छु। पछाडी हजुरहरुले म्याग्नेटिक पाउनुहुन्छ भने यो सेन्सरहरुले चाहिँ हार्ट रेट मोनिटरिङ सिस्टमहरु देखाउँछ। त्यसकारण तपाईहरुले यसलाई चाहिँ आइपी यहाँ वाटरप्रुफ छ भनेर पनि लेखेको छ है त। हामीसँग नोइजको एप्लिकेसन अलरेडी इन्स्टल छ भने हामीसँग वाच पनि अन छ। हामीले गेट स्टार्ट गर्छौं अहिले यसलाई चाहिँ गुगलसँग हामीले यसलाई कनेक्ट गर्नुपर्ने हुन्छ। गुगल आउँछ हामीले गुगललाई चेक दिइराछु मैले चाहिँ किनभने प्राइभेसी म्याटर है। हजुरहरुले आफ्नो हाल्न सक्नुहुन्छ भने यसलाई कन्टिन्यू गरेर हामीले गुगलसँग लिंक गरेर हामी खोलिदिसक्यौं। यो कनेक्ट भइसक्यो है। अब यसले चाहिँ वाचलाई चाहिँ स्क्यान गर्दै यहाँ स्क्यान भनेर आउँछ। त्यसपछि अलाउ गरेर ट्याग यसलाई स्क्यान गरेर यसरी स्क्यान भइसकेपछि चाहिँ अटोमेटिक यो घडी र हजुरहरुले अब आफुलाई के मन पर्छ त स्विमिङ मन पर्छ वाकिङ साइक्लिङ चुज गर्न सक्नुहुन्छ भने यसलाई कन्टिन्यू गरेर अब यसलाई के चाहिन्छ तपाईहरुलाई सिलेक्ट गर्न सक्नुहुन्छ 4-5 वटा। अब बर्थडेहरु रिन्डम हालेर गर्दैछौं हामी चाहिँ रिन्डम हालेर अब मेन के हो हैन मेन गर्छौं हामीले। अब यसलाई हामीले तपाईहरुले सेट गर्न सक्नुहुन्छ आफ्नो अनुसार कन्टिन्यू गरेर कन्ट्री सिलेक्टेड कन्ट्री नेपाल हान्न सक्नुहुन्छ भने यसलाई सिलेक्ट गरेर हजुरहरु डन गरेर अगाडि बढ्न सक्नुहुन्छ। स्टेट अब बागमती जोन हानेर ट्याग आफ्नो जोन पनि हानेर अगाडि बढ्न कन्टिन्यू गर्न सक्नुहुन्छ। कति स्टेप हिँड्नुहुन्छ हजुरहरु वाकमा त्यसलाई पनि अगाडि बढाएर ट्याग हिँडेपछि यसरी अलाउ गरेपछि हजुरहरुको पेयर यो डिभाइस गरेर ट्याग सेटिङ गरेर हजुरहरुले लोकेसनलाई इनेबल गर्नुपर्ने हुन्छ। कनेक्ट गर्ने बेलामा इनेबल गरेर हजुरहरु ठ्याक्क यसमा जानु भएपछि चाहिँ स्क्यान गरेर यहाँ घडीमा
घडीमा यसरी पियरिङ हुने बेलामा एस भनेर आउँछ। एस गरिसकेपछि चाहिँ पियर गरेपछि चाहिँ ट्याक्क चाहिँ अलाउ गऱ्यो भने घडी ट्याक्क खुल्छ। यसरी सजिलो, एकदम सजिलो छ प्रोसेस। हजुरको पियरिङ प्रोसेस एकदम सजिलो छ। यहाँ पेयर भइसकेको छ। अब घडीमा त कनेक्ट भयो, तर अब यसलाई चाहिँ अब कसरी चलाउने त भन्ने हजुरहरूलाई लाग्छ भने हजुरहरूले यसरी सारेर यी स्पोर्ट मोडहरू, हेर्ट रेटहरू, स्लिप मोड, ब्लड अक्सिजन लेभलहरू होइन, यसमा तपाईँको चाहिँ रेकर्ड्सहरू, बिटी म्युजिकहरू चाहिँ चेन्ज गर्ने पनि हजुरहरूले गर्न सक्नुहुन्छ। मोबाइलमा चलिरहेको म्युजिकहरू भने ब्लड अक्सिजन लेभल त भइहाल्यो, अलार्महरू राख्न सक्नुहुन्छ, स्टप वाच चलाउन सक्नुहुन्छ, वेदरहरू थाहा पाउन सक्नुहुन्छ, सेटिङहरू तपाईँहरूले मिलाउन सक्नुहुन्छ, डायल सेटिङहरू अब यसरी 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 तपाईँलाई यस्तो मनपर्छ, कस्तो मनपर्छ डायल सेटिङहरू पनि चेन्ज गर्न सक्नुहुन्छ भने आफूलाई चाहिएको कस्टमाइज पनि गर्न सक्नुहुन्छ डायल सेटिङहरू। त्यो तपाईँको ह्यान्ड राइज गर्दाखेरि, हात उठाउँदाखेरि यसरी हात उठाउँदाखेरि अन हुने नहुने सबै बनाउन मिल्छ। क्युआर कोडहरू पछि तपाईँले एप्लिकेसन के थियो भनेर चाहिँ गर्नलाई वाच कनेक्टको लागि क्युआर यो रहेको छ भने त्यो बारेमा थाहा पाउन मन छ भने चाहिँ तपाईँहरूले चाहिँ एबाउटमा गएर पनि हेर्न सक्नुहुन्छ। घडीको नामहरू यहाँ देखाउँछ भने कस्टम सेटिङहरू पनि रहेको छ, जसमा तपाईँले रिपोर्टहरू जस्तै एउटा मोबाइलमा कनेक्ट गरिसकेपछि अर्को मोबाइलमा कनेक्ट गर्नु पऱ्यो भने हजुरले चाहिँ रिसेट गर्न सक्नुहुन्छ, रिपोर्ट गर्न सक्नुहुन्छ। त्यस कारण तपाईँहरूलाई यदि राम्रो स्मार्ट वाच चाहिएको छ भने एकदम पर्फेक्ट छ। र यो एयरपोड्स त हजुरहरूले फ्रीमा पाइहाल्नुभयो, जुन हजुरहरूले देख्नुहुन्छ एयरपोड प्रो सेकेन्ड जेनेरेसन छ। बजारमा तपाईँको 2025 चलिरहेको छ। हजुरहरूले चाहिँ हामीसँग खरिद गर्नुभयो भने हामीले अफरमा चाहिँ 1250 1450मा बेचिरहेछौँ भने एकदमै हामीसँग 500-1000को पनि छ भने एकदमै राम्रो हाई एन्ड क्वालिटीमा एयरपोड प्रो सेकेन्ड जेनेरेसन हो हजुर तपाईँको चाहिँ बेचिरहेको छ भने बजारमा चाहिँ एकदम महँगो चलिरहेछ। तपाईँले एयरपोड्स मात्रै खरिद गर्न पनि सक्नुहुन्छ भने स्मार्ट वाच किन्दाखेरि तपाईँको 8500को स्मार्ट वाच खरिद गर्दा 4000 पाउनु, 4000मा खरिद गर्दाखेरि यो एयरपोड्स प्रो सेकेन्ड जेनेरेसन चाहिँ हजुरहरूले बिल्कुलै फ्री पाउनुभयो। 4000मा दुईवटा सामान पाउनुभयो है त। 8500 एमआरपीको स्मार्ट वाच खरिद गर्दाखेरि मात्र 4000 पाउनुभयो भने यो एयरपोड्स प्रो 2000 पर्ने फ्रीमा पाउनुभयो। त्यो पनि तपाईँको 500 400 600 1000मा बेच्ने खालको होइन। हजुरहरूले चेक गर्न सक्नुहुन्छ। एकदम हाई एन्ड क्वालिटीको छ। हामीसँग 350देखि एयरपोड प्रो सेकेन्ड जेनेरेसन छ, एकदम हाई एन्ड क्वालिटीको छ। त्यस कारण तपाईँहरू यदि खरिद गर्न चाहनुहुन्छ भने यो सपिङ भिजिट गरेर पनि खरिद गर्न सक्नुहुन्छ भने अर्डर पनि गर्न सक्नुहुन्छ। हाम्रो डेलिभरीको व्यवस्था पनि छ। त्यस कारण तपाईँहरू एकदमै डिस्काउन्टेड मूल्यमा, होलसेल मूल्यमा यसमा तपाईँको 50% भन्दा बढी डिस्काउन्ट पाइहाल्नुभयो भने फ्रीमा सामान पनि तपाईँहरूलाई हामीले राखिदिएका छौँ। हामीले यो अफर एकदमै लिमिटेड पिसको लागि राखिदिएका छौँ। त्यस कारण तपाईँहरूले हामीसँग लिमिटेड पिस छ, छिटोभन्दा छिटो अर्डर गर्नु होला अथवा इजियो सपिङमा आएर सामान हेरेरै पनि खरिद गर्न सक्नुहुन्छ। त्यस कारण तपाईँहरू एउटा राम्रो स्मार्ट वाच खरिद गर्ने सोचमा हुनुहुन्छ भने स्मार्ट वाच खरिद गर्ने पालो अब तपाईँको। छिटो गर्नु होला, यो च्यानललाई सब्सक्राइब गर्नु होला। हामीले यसमा धेरै गिभअवे, धेरै अफरहरू र धेरै ग्याजेट सम्बन्धी रिभ्यूहरू र ग्याजेट सम्बन्धी नलेजहरू लिएर आउँछौँ। त्यस कारण तपाईँहरूलाई त्यस्तो मनपर्छ भने, ग्याजेटहरू खरिद गर्न मनपर्छ भने, स्मार्ट वाच खरिद गर्न मनपर्छ, चस्मा, सनग्लासेस, फोनको चार्जर, डायल वाच, सम्पूर्ण एनालग वाचहरू, सम्पूर्ण वाच, एयरपोड्सहरू, मोबाइल फोन चार्जरहरू खरिद गर्नु छ भने अथवा स्पिकरहरू खरिद गर्नु छ भने इजियो सपिङमा भिजिट गर्नु होला अथवा अर्डर गर्न सक्नुहुन्छ भन्दै हाम्रो च्यानल अवश्य पनि सब्सक्राइब गर्नु होला भन्दै अर्को भिडियो ल्याउने बाचाका साथ तपाईँहरूसँग बिदा हुन्छु। धन्यवाद, नमस्कार।